हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई हजुर सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। आज चाहिँ हामी पाठीभरा मन्दिरको लागि जाँदैछौँ। सर्टमा हुँदा भन यो गोठालो भेडा चलाउन गोठालो गछेर होइन अनि गोठालो गाबेलाई यति बस्दा यसरी ढुङ्गे भएर भेडाहरू होइन अनि ढुङ्गे भएर अनि के गरौँ कहाँ गरौँ भयो अरे। अनि त्यसपछि सुतेको बेला सपनामा पाठीभरा माता आएर मलाई एउटा बलि चढा भेडा भन्नु पऱ्यो होइन अनि आउँछ भनेर पुरै यहाँ आएर मातालाई पूजा गर्नु पऱ्यो। पूजासुजा गरेर यो मान्छेले पूजासुजा गरेर अनि फर्केर हेर्दाखेरि लास्टमा भेडा त्यस्तै भएर आएको थियो क्या वापस त्यो रिमोट अनि भेडा भने मोटा रहेछ सिङ साँडेवाला सिङ त्यही हो कुरो। पाठीभरा मन्दिरको कहानी चाहिँ यही है साथीहरू। मूल गेट हो यो चाहिँ, प्रवेश गरिसकेका छौँ। कान्छी माताको दर्शन गरेर नि उतै बनाउँछु भनेको थिएँ, भिडियो बनाउनु पाएन ढिला भएर। सो उकालो त रेमन यता हेर, रेमन अझै उकालो त केही होइन अरे, अझ उकालो छ अरे माथितिर। रेमनलाई बोक्ने धौ भइरहेको यहाँ यस्तो गाह्रो छ साथी। हामी यस्तोमा कसरी पोल बोक्यौँ होला। म त अस्ति हो घरदेखि पोल बोकेर मन्दिर लगेको अन्त घरबाट कसरी आयो होला भन्ने सोचिसकेँ। खै माथि मन्दिर लग्यो बहुत छोरा। रेमन भन्दैन वाउ खै यो कराउने मान्छे अफ्ठा गरेर बोक्छ भनेर बर्की ल्याउँछ यहाँ त त्यस्तो खासै उकालो त कति माथि उकालो छ भन्छन्। बाबु यता हेर त, यता हेर म चाहिँ बाबु बोकेर हिँडिरहेको छु। अब कति लाग्छ? 1.5 घन्टा लाग्छ। हे भगवान्, 4 भागमा 1 भाग नि त्यो हिजो भने जस्तै भयो कि त। हिजो भन्दा हिजोको हजुर रेमन पनि हाँस्छ क्या। बरु बिस्तारै हिँड्नु बाजे केही हुन्न, बिस्तारै हिँड्ने नबस्ने क्या। बस्यो भने खुट्टा झन् खुट्टा काम छ क्या। यही हो उकालो। हाम्रो यात्रा राम्रो रहेछ। जहिले तिमीले केही देखिन्न भन्थ्यौ, हेर न आज कति उज्यालो गऱ्यो। अनि माथि त आइहाल्छ नि, बाटोमा हेर न कस्तो राम्रो गऱ्यो। बाजे चाहिँ सबभन्दा अगाडि बिस्तारै हिँड्दै त्यो नबेकिलो गरेर कसरी बोकेर लाग्छ। हामी चाहिँ बादलभन्दा माथि मम्मीको निधारमा टल्किन्छ यार। यो भर्खर बनेको पुरा छ। यो चाहिँ काठमाडौँदेखि यात्रीले बनाइदिएको होइन। बिचमा यस्तो बस्नु रहेछ। मेरो हट्टी पाप छ साथीहरू।
यिनीहरू झोला बोकेर हिँडिरहेछन् म चाहिँ मेरो छोरा बोकेर यति घर भइरहेछ कस्तो राम्रो हो नि माथिबाट हजुर देऊ मेरो छोराले चाहिँ भोक लागेर खाँदै गइरहेछ यहाँ निकालिदेऊ त ल भोकले हो कि दुखेको पूजा गरिसकेर किचनमा जानुपर्छ नि त्यहाँ पनि छ खाने ठाउँ किचनमा हाम्रो हो तर के भन्छ नि दाजु त्यहाँ पकाउनु खानुपर्छ नखाएर त सकिन्न हाम्रो बुवा चाहिँ अगाडि गयो भने म बाजे जान्छ झन् माथि जानुभयो सबैभन्दा लास्ट म हो बाबु बोकेर त्यो उकालो चढ्यो बसिरहेछ हजुर बाबुले पानी खानेर निकालिदिनु त आमा अब चिसो खायो भने पानी खतम होला अब घाँटी दुख्छ मन लाग्छ तात पानी खानु न तात पानी छ त्यो थर्मसमा छ पानी हाल्ने छ अलिकति ठिक छ ठिक छ यहाँ उसको बाबाले मान्दैन बाजे अब हामी जानुपर्ने चाहिँ कति राम्रो वा हिमालयहरू नि त मकालु मकालु हिमालय यो पकाउनु पर्छ डाँडा पाखा साथीहरू हामी चाहिँ यो उकालो कहिल्यै नसकिने रहेछ उकालो लागिरहेछौँ हामी जानुपर्ने चाहिँ हो त्यो डाँडा काटेर अर्को जानुपर्ने मम्मीहरू चाहिँ एकदम त्यो पाप मेरो छ है भगवान् मैले हिँड्न गाह्रो भएर बाप बोलेर घाम लाग्यो नि घाम लाग्यो होइन आज मान्छेहरू सबै किन ढिलो ढिलो चढेछ त्यो उकालो चढ्दाखेरि त त्यो भगवान् म कालो हिँड्न त्यो चाहिँ सहिले गर्नु कति पैसा लाग्छ हामी चाहिँ बिसाइनमा बसेको छौँ बसेमा त बाफ्रे यसले बोकेर लिएको त बाफ्रे के साह्रो सबै बिसाइमा बसिरहेको छौँ आमाहरू झन् तल बाजेहरू चाहिँ गइसक्नुभयो अगाडि हामी आमा छोरा बिचमा हामी चाहिँ तलदेखि आएको देखेतै देखेछ कोही लागेर बस्ने मलाई त बाबु बोक्नु लगाएर अनि रेमलले त मोज देखेछ मलाई बिचरा मेरो पुरा चामल बोक्दै हिँड्दै म त आइरहेछ म बाबु बोकेर त आइसकेँ
झोला भन्न बाप भन्नु गर्नु आज चाहिँ घाम लागेर कस्तो राम्रो भएको छ अझै हामी त्यो माथिको डाँडा काटेर जाने हो हामी त हिमाल भन्दा नि माथि यहाँ सिजनमा अक्सिजन लाग्यो नि त यस्तो उभिनै पाइन्न को आउँछ धैर्य खायो न यस्तो रहेछ बाटो चाहिँ त्यो उता देखेको छ नि त्यो पार्टी गरे त्यही हो माना भयो मुर काटे हामी जाने चाहिँ ऊ त्यहाँ माथि हो हामी साथीहरू हामी त कहाँ देख्यो पनि थाहै छैन कति राम्रो तिमीले सोध्दै त्यही भन्थ्यो कि रेमनले रमाइलो गरेछ जे होस् यस्तो गरेर न हिँडेको है उहाँ पनि होइन हिँड्छौँ नि हामी के भएको यहाँ जाने बाटो नरो भन्छ बाबु चुप भनिदेऊ न चुप भनिदिएको छैन पाठी भएर कि जय भन्नु हजुर हेरौँ यो नरो भनिदेऊ त यसले चुप भने अब चाहिँ उकालो भन्दा पनि अलिक टेसो छ हजुर के गर्छौ त बा अब चाहिँ तेर्सो छ अरे हाम्रो यात्रा जारी छ साथीहरू अझै पुगेको छैन सबैभन्दा माथि टपमा आइसक्यो त्यही पनि भेटिन्न हे भगवान् टुक्क लास्टमा रेमन हामी त उ गर्न यति गाह्रो साथीहरू यति गाह्रो। बाजेलाई बोला बाजेलाई हे भगवान् बजुले बोला त बजु बाहिर हुनुहुन्छ उ गर्नु मेरो आमालाई चाहिँ लास्ट गाह्रो भएर त्यो यस्तो उकालो चढेर हामी चाहिँ अब आइपुग्नलाई पनि फाइनली अब चाहिँ घन्टी सुरु भयो अब चाहिँ यहाँबाट 10 मिनट मात्रै छ अरे के बोल्ने जस्तो इनर्जी नै छैन अनि यहाँभन्दा माथि शौचालय छैन अहिले लेखेर चाहिँ हेमन अब हामी चाहिँ पुग्न लाग्यो कस्तो हुसो आयो काठीले मन्दिर टोइलेट त्यहाँ पारि बसेको छ टोइलेट जाऊ कहाँ बसेको अच्छा के यस्तो चिसो हो खस्यो त आज खासै मान्छेहरू रहेनछन् कति रहेछन् तिमी भरिरहु सिउँदो मनुही
चाहन तिम्रा पावहरूमा म सधैँ झुकिरहन्छु। हामी चाहिँ अब पाथिभरा दर्शन गरेर हिँड्नु न अब फेरि त्यसै गरी अब लाग्यो ताप्लेजुङदेखि तिम्रो आँखैको दर्शन गरेर फर्किँदैछौँ हामी अरू दुईटा होला यस्तै गरी यस्तै गरी दुईटा हो जय मुकुङ हेर्छु त बाटो ओह्रालो झर्दैछौँ हामी। बाटो त आउँदाखेरि नि अगाडि जाँदाखेरि नि अगाडि हामी नातिनी नातिहरू पछाडि पछाडि छौँ। बाजेको गीत है जे होस् बाजे खुसी हुनुहुन्छ रमाइलो भयो होइन बाजे। एकदमै रमाइलो भयो। अरू बेला सधैँ पानी पर्थ्यो भन्ने कुरा सुनेको थियौँ, आज चाहिँ हामी आउँदाखेरि पानी पनि परेन, रमाइलो नै भयो। मेरो बुढा चाहिँ बुढा र छोरा चाहिँ उता आइरहनु छ, एकदमै रमाइलो भयो। अब चाहिँ हामी यहाँबाट तल गएर खाना खान्छौँ। अनि साथीहरू यो गालामा चाहिँ के भएको भन्नु होला, मेरो चाहिँ यो घरमा हुँदा नै यस्तो भएको थियो। मेरो घरमा हुँदा नै चोट लागेको थियो, सन्चो नै भएन, यत्तिकै आइदिएको। अहिले मान्छे चाहिँ अगाडि गइसक्नु भयो। लास्ट चिसो नि, तर त्यस्तो चिसोमा त हाल्नु मैले यति चिसोमा नै माथि गएर त म त पूजा गर्नै नसक्यो क्या, हात कामेर। बाउछोराको आफ्नै दुनियाँ छ यहाँ, आफ्नै दुनियाँ छ यहाँ। जाँदाखेरि मलाई खुब दुःख दिएथिस् नि, अब त म बोक्दैन, म बोक्दैन। अब कस्तो खुट्टा काम्ने पुगे तल ओह्रालोमा हिँड्दाखेरि त। बाबु हाई भनिदेऊ, हाई। अब रेमन यिनीहरू 90 वर्ष भन्ने हुँदैन छक्कै भनेर। अब बाजे बिराम हुनुहुन्न नि त, बिराम भएपछि गाह्रो पर्ने हो क्या मान्छेलाई। बाजेले खानु न। हामी पानी पनि धारा आउँछ नि, धारा हो त्यही हो मान्छे मरेको। बिचरा भरियाहरू पछि पछि हिँड्ने रहेछन् क्या नि, तलमाथि गरेर नि। अनि बिचरा धौ हुने कि तिनीहरूलाई पनि। अब मान्छे हामी त कहाँ बोक्न पठाउँछौँ त, हामीले हिँडिहाल्छौँ। बाजेलाई चाहिँ यो हिँड्न सक्दैन भन्ने सोचिरहेको थियो कि तिनीहरूले। पछि हो यहीँदेखि कहाँदेखि छोड्यो क्या हामीलाई, नत्र हाम्रो पछि पछि हिँडिरहेको थियो भन्थे। बाजेले मान्नु भएन। बाजे त आफै नि, बाजे यहाँसम्म त पछि पछि आएको थियो नि, बोक्छौँ भनेर के। रेमन त 13 किलो छ भने बाजेलाई जे होस् हाम्रो यात्रा चाहिँ रमाइलो भइरहेछ। हाम्रो बाजे चाहिँ अगाडि हुनुहुन्छ, तर हामी कति भाग्यमान रहेछौँ नि, हामी अब पानी नै परेन। लास्ट भाग्यमानी हामी। प्लास्टिक बोक्ने दुःख मात्रै भयो हामीलाई त।
अन्याय भयो अन्याय भयो प्लास्टिकमाथि यहाँ मलाई अन्याय भइरहेको रित्तो हिँड्ने मलाई यस्तो छ यहाँ धर्म कमाएर अब चाहिँ म धर्म सुत्यो दोस्रो पुस्ताहरू सुतेको छ मर्छ हल्लाउँदैछ दिनौँ बसेकी मोबाइलमा हेर रेमन ओइ क्यामेरा सामने पर्नु छ के भयो त के हो हजुर पैसा खोजिन जान्छ अहिले चाहिँ क्यामेरा पर्छ सुताइ बाबु रेमनको ट्राभल चाहिँ सही रमाइलो छ दार्जिलिङ जाने यही देखियो हजुर नमस्ते हामी यसरी कन्यामा आयौँ अब तपाईँहरू आउने कहिले होइन म रेडी छु भनिदिन्छु म त ओके छु तपाईँहरूले घुमाउनको लागि रेडी छु फाइनली आयो कन्या भन्दै हामी जाने उत्यमा थियो ताप्लेजुङदेखि घुम्दै यहाँसम्म हिँडेर घोडा पनि हुन्छ कस्तो राम्रो है हेर्नु छाप्राहरू छाप्रा युट्युबहरूमा त्यता कता देखिन्थ्यो बल्ल आँखाले देख्यो आज हामी चाहिँ अब माथि डाँडामा गएर फोटो खिच्नको लागि जाँदैछौँ हेर्नु न साथीहरू फोटो खिचेको कस्तो राम्रो घाम लागेछ कि आज फेरि बाबुलाई चाहिँ घाम लागेछ अरे रेमन रेमन हेलो मेरो छोरालाई घाम भएर आइरहन्छ के छ यसको भाषा हामी जाऊ बाजेसँग खेल्न जाऊ यो पनि खेल्ने ए यो चाहिँ कन्याम हो
भन्नु